र यो चाहिँ JCX3 साउन्ड कार्ड हो, हजुरले लिन सक्नुहुन्छ। यो चाहिँ सेटमा आउँछ है, सेटमा नि आउँछ यो माइकसँग भने छुट्टै पनि लिन सक्नुहुन्छ हजुरहरूले। अनि यसमा चाहिँ हजुरलाई डाइनामिक माइकको लागि एउटा दिएको छ हैन, कन्डिसनर माइक्रोफोनको लागि चाहिँ दुईटा दिएको छ। हजुरले दुईटै एकैचोटि युज गर्न सक्नुहुन्छ अथवा एउटा मात्रै पनि युज गर्न सक्नुहुन्छ। हामीले चाहिँ अहिले एउटा मात्रै युज गरिरहेको छौँ हैन। अनि अर्को भनेको हजुरलाई यहाँ हेडसेट भन्ने दिएको छ, हेडसेटमा चाहिँ हजुरले हेडसेटै लगाउनु पर्यो है। अनि त्यसपछि भनेको हजुरलाई यहाँ इयरफोन दिएको छ, इयरफोनमा चाहिँ हजुरले इयरफोन लगाएर उ गर्न सक्नुहुन्छ हैन। भने हजुरले यस्तो अक्स केबल लगाएर चाहिँ स्पिकरमा जोडेर पनि हजुरले स्पिकरमा बजाउन सक्नुहुन्छ हैन। त्यसपछि अर्को यो भनेको चाहिँ हजुरले यहाँबाट चाहिँ ल्यापटप कम्प्युटरहरुमा बजाउन सक्नुहुन्छ। अनि अर्को भनेको हजुरलाई यहाँ लाइभ 1 र लाइभ 2 दिएको छ हैन, लाइभ स्ट्रिमिङ भनेर। हजुरले यो चाहिँ मोबाइलमा कनेक्ट गर्नुपर्ने छ, यस्तो तार दिएको हुन्छ दुईटा, हजुरले दुईटै मोबाइल एकैचोटि युज गर्दा नि हुन्छ अथवा एउटा मात्रै युज गर्दा नि हुन्छ। अनि अर्को भनेको हजुरलाई ओटिजी दिएको छ, टाइप सी टु टाइप सी गरेर नि हजुरले फोन कनेक्ट गर्न सक्नुहुन्छ अथवा टाइप सी टु लाइटनिङ पनि हुन्छ। र अर्को भनेको यो चाहिँ चार्जिङ केबलको लागि है, चार्जको लागि यो साउन्ड कार्डको। अनि हजुरले यसमा चाहिँ अन अफ गर्ने चाहिँ यहाँ बटन दिएको छ, हजुरले प्रेस गरिराख्दा चाहिँ यहाँ अन हुन्छ हैन। अनि हजुरको यहाँ भोल्युम रिभर्बेसन यहाँ दिएको छ है, यहाँ घटेको बढेको सबै देखाउँछ। अब यो चाहिँ बढेको छ हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ मोनिटरको भयो, मोनिटर भनेको चाहिँ हजुरको माइकको आवाज, ट्र्याकहरूको आवाज सबै जान्छ हैन। हजुरको साउन्ड इफेक्ट, भोइस सेन्सर रेकर्डिङको गर्दाखेरि यो फुल पार्ने सबै यहीँ दिएको छ है, डिफ्रेन्ट फिचर्सहरू यहीँ दिएको छ। र अर्को भनेको चाहिँ हजुरलाई यो बीटीको अप्सन यहीँ दिएको छ, त्यो भनेको चाहिँ ब्लुटुथको भयो। हजुरले आफ्नो फोनमा गएर JCX3 कनेक्ट गरेर चाहिँ हजुरले ब्याक ट्र्याकहरू बजाउन सक्नुहुन्छ र मस्तले लाइभ भिडियो रेकर्डिङहरू गर्न सक्नुहुन्छ है। धन्यवाद।